कस्तो हुने रहेछ खाइदेऊ कप्प चप अबे जल्दी कर कोई आ जाएगा देउँदै अहिले पेट दुखेर नि खपिन सक्नु भएको छ मोहल्ला छेलछेलमा अहिले हग्दाखेरि चाहिँ अनि चाक पोलेर के हुन्छ त्यो के बोले भाइ अब के बोले के जथाभावी बोले जोइस भाइ पाना यहाँ मुरेगा म त सो अलराइट गाइज इट्स मी यो विवेक मगर है कता कताबाट हेरिरहनु भइरहेको छ र कहाँबाट हेरिरहनु पर्छ प्लिज कमेन्ट डाउन होइन अनि त्यसपछि त्यो साइडको बेल आइकन घन्टा चाहिँ दबाउनु नबिर्सिनु होला किनभने मेरो फ्यामिलीमा चाहिँ आउनुहोस् र जोइन हुनुहोस् प्लिज हेल्प मी टु ग्रो मी है अनि आजको भ्लग चाहिँ कस्तो हुन्छ भने यस्तो राचिकवाला हुन्छ ऊ त्यो देख्नु भएको छ यस्तो बवाल छ नि त्यहाँनिर आजको वेदर पनि यो साइप्रसको वेदरको भरै नहुने कहिले के हो कहिले के एकछिनमै घाम लाग्ने एकछिनमै पानी पर्ने घरि के कता ऊ पानी पर्न पानी त परेको छैन यस्तो छ वेदर होइन खासै राम्रो त छैन केही पनि होइन अनि त्यसपछि यो भयो मैले कपडा सुकाएको यो भयो हाम्रो सुन्तलाको बोट अनि वेदर चाहिँ यस्तो टाइपको छ अहिले चाहिँ होइन खासै ठिकै छ वेदर त्यस्तो छैन होइन पानी पर्ला जस्तो चाहिँ अब सायद खोइ के हुन्छ ऊ नेक्स्ट मन्थको लागि पनि वेदर चेक गर्दैछ त्यहाँनिर आज चाहिँ के गर्छु भन्दा चाहिँ स्पाइसी होइन स्पाइसी भ्लग बनाउनु मन लाग्यो क्या हजुरहरूले देख्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो खोर्सानीको बोट होइन खोर्सानीको बोट चाहिँ यो भइसक्यो मेबी लाइक 2.5 इयर्स भइसक्यो होइन यो खोर्सानीले नै डह्रो मालहरू दिइसक्यो हामीलाई होइन डह्रो खाइसक्यौँ हामीले यो खोर्सानीको बोट फुल्दैछ हेर्नु सक्नुहुनेछ आजको च्यालेन्जमा चाहिँ कस्तो हुने रहेछ एउटा यो खोर्सानी चाहिँ खाएर हेरिदिउँ है त्यो कस्तो हुने रहेछ खाइदिउँ कप्प चप्प खाइदिउँ सो अलराइट गाइज अब चाहिँ म खोर्सानीका खाना गइरहेको चाहिँ कस्तो हुँदो रहेछ त हाम्रो खोर्सानी कतिको पिरो रहेछ लेस चेक गरेर यो चाहिँ डल्ले यो खोर्सानीको नाम चाहिँ डल्ले खोर्सानी भनिन्छ क्या डल्ले खोर्सानी चाहिँ कतिसम्मको स्पाइसी छ भनेर आज म देखाउँदै ओहो नट ब्याड अब कुन चाहिँ खाम त्यस्तो खासै पिरो त भएन ओ माई गड खासै पिरो त छैन हुँदैछ अलिअलि बिस्तारै अब चाहिँ कुन चाहिँ खोर्सानी खाम है त कुन चाहिँ खाम त कुन चाहिँ बोट खाम अकड बकड बम्बे बो 80 90 पुरै 100 यो बोटको खानु पऱ्यो यो बोटको चुज गर्नु पऱ्यो कुन चाहिँ खाम त यार अघि रातो खायो अहिले हरियो खाइदिउँ है त अघि चाहिँ रातो खाएको थियो होइन पिरो भयो हिकिक लिएर आइदियो हेर्नु सक्नुहुन्छ हाम्रो सागहरू त्यहाँनिर उम्रिँदैछ हाम्रो सागहरू अब पालो यसको है रियाक्सन हेर्नु कस्तो हुन्छ अब मेरो साथीले लास्टै खोर्सानी खान्छ क्या त्यो तरकारीमा पनि त्यस्तै पिरो हुन्छ त्यही माथि डल्ले खोर्सानी कडाम चौक्ने सङ्गत अनुसारको फल त होला नि यो त्यस्तो पिरो त भएको छैन ऊ अरू स्याल बिरालो त्यहाँ सुतिरहेको ओइ बिरालो स्याल बिरालो त्यहाँ सुतिरहेको छ हाम्रो चितुवा सुचुत अनि पिरो अलिअलि भइरहेको छ मलाई होइन त्यस्तो खासै पिरो थियो पहिला त यस्तो पिरो खानै नसक्ने मान्छे अहिले यस्तो बबाल पिरो खाइदिन्छु म पनि देख्नै भयो होला चलाएको देखेर कतिको पिरो चाहिँ खान्छु भनेर होइन देख्नु सक्नुहुन्छ हल्का पसिना आइसक्यो मुखमा पिरो छैन अब फेरि अर्को एउटा ट्राई गरौँ है त अब खासै छैन पिरो दिस इज किन पिरै छैन त यार यसपालि के भयो ऊ हाम्रो स्याल निक्लिसक्यो स्याल यहाँ चाहिँ बाल नदिएको ओ अब चाहिँ पिरो भयो अब लास्ट एउटा खान्छु है कुन चाहिँ खाम सबैभन्दा सानो खान्छु किनभने ओ इट वाज फ्यान्टास्टिक ब्रो कसैले चाहिन्छ भने प्लिज कमेन्ट डाउन गर्नु ओ माई गॉड इट्स टोटली हेरिबल ओ
पिरो भयो गाइस पिरो भयो गाइस आजको भ्लग यस्तै हुन्छ स्पाइसी बनाउने भनेको आफै स्पाइसी भयो अहिले हग्दाखेरि चाहिँ अनि चाक पोलेर के हुन्छ तेरो प्रेफर गड मेरो चाक नपोलोस् Oh my god, this चारवटा खोर्सानी खाएको तारै निक्ल्यो यार Oh my god, it was awesome. मजा आयो सिंगाले झर्छ कि के हो पसिना आएको हेर इट वाज awesome गाइस यस्तो भिडियो हेर्ने भए चाहिँ प्लिज सब्सक्राइब गर्नु होला हैन म बबाल भ्लगहरु ल्याउने छु हजुरहरुलाई पाना यामुरेगा मोतो सिस्तोरे ओ ला 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 रा यो त खासै चाहिँ छैन पिरो भएन अब त खानु पर्ला जस्तो छ हो तारा निक्लिन्छ भरे टोयलेट बस्दाखेरि चाहिँ कतिको तारा निक्लिन्छ त्यतिखेर थाहा हुन्छ अहिलेको लागि यही हो तारा भरे बेलुका कि भोलि बिहान पिराइरहेछ अरू बेला भातसँग खान्थे अहिले काँचै खाइदिएको त्यत्तिकै लास्टै गाह्रो हुने रहेछ अनि सक्यो भयो अब चाहिँ यो उलाला हाम्रो यो पनि निक्लिसकेको छ पुरा जराहरू Oh my god गोर्जिला कस्तो लाग्यो त हजुरहरुलाई भ्लग मेरो पक्कै पनि हजुरहरुलाई मेरो भ्लग मन पर्यो भने प्लिज लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला त्यो साइडको घन्टी चाहिँ प्लिज दबाइदिनु होला है Okay. पसिना पुस्छु भयो त गाइस गर्मी जाडो छ नि त केही छैन अहिले ठिकै छ किनभने चाहिँ अहिले साइप्रसमा चाहिँ जाडो महिना चलिरहेको छ वेदर पनि यस्तो छ देख्न सक्नुहुन्छ यी वेदर कालो कालो धुन्ला टाइपको छ वेदर पनि हैन खोर्सानी खाएर अघिसम्म जाडो भइरहेको थियो अहिले चाहिँ पुरा गर्मी हुन थाल्यो क्या पुरै हुन्छ नि जाडो महिनामा खोर्सानी खान राम्रै हो जाडो त हुँदैन नि हिटर त चाहिँदैन नि एसी चलाउनु पर्दैन बत्तीको बिल बच्छ खोर्सानी चबायो तात्यो कुद्यो अलराइट गाइस आजको भ्लग चाहिँ यति नै है हजुर खोर्सानी कस्तो लाग्दैछ
हजुरहरूलाई पक्कै पनि मन पर्यो होला भन्ने आशा गर्दछु मैले चाहिँ होइन। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अब यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने प्लिज सब्सक्राइब टु माई च्यानल है। अहिले नै सब्सक्राइब गर्नु, मेरो फ्यामिलीमा जोइन हुनु। थ्याङ्क यू सो मच, सी यु इन नेक्स्ट ब्लग। थ्याङ्क यू, बाई बाई। साथी हो हिरो भनेर खाइयो खोर्सानी चाहिँ अहिले पेट दुखेर नि खपिन सक्नु भएको छ। कसम चाहिँ यस्तो गर्नु परिरहेको छ, यसरी यो राखेर यसरी थिच्नु परिरहेको छ। पेट अलिकति कम हुन्छ कि भने अलिकति कम हुन्छ। कोहरूले खानु भएको छ त्यसरी त्यो पिरो कसरी पेट पोल्छ भनेर तपाईँहरूलाई पनि थाहा होला, एक्सपिरियन्स गर्नेहरूले। झन् खाली पेटमा मतलब खाली पेट खाना खाएर होइन, त्यस्तै अब भनौँ न, अब बिहान खाना खाएर अब लाइक कति दिउँसोतिर खाएको होला, लाइक कति बजी 3-4 बजीतिर खाजा पनि खाएको थिएन। कस्तो पेट पोल्यो क्या, त्यति हिरो भनेर खाइदिएको क्या। कन्टेन्टको चक्करले ज्यान जान्छ कि के हो। ओ माई गड, गाह्रो छ गाइस कन्टेन्ट बनाउन पनि। अलि दुखिरहेको छ, लास्ट दुख्ने रहेछ र। ओ माई गड, डोन्ट ट्राई दिस है, ट्राई नगर्नु होला, लास्टै गाह्रो हुने रहेछ। एक्सपिरियन्सको हिसाबले भनेको ट्राई नगर्नु होला प्लिज, इट्स गना बी फक्ड अप। ओ माई गड। ल गाइस, सी यु इन नेक्स्ट ब्लग। अब 2 दिन थला होला जस्तो छ।